हेलो गाइस, आज चाहिँ हामी सरप्राइज भिजिट नेपालको लागि जाँदैछौँ होइन। मालतातो नेपाल, घरमा, ससुरालीमा, गाउँमा, कतै कसैलाई थाहा छैन। आफ्टर मेनी इयर्स जाँदैछौँ हो। टक्क रुमसुम मिलिसक्यो, अब रेडी मात्रै हुन बाँकी हो। तट्ट पाएर प्याक सबै भइसक्यो। अब पुग्न चाहिँ हामी भोलि मात्रै पुग्छौँ, यो चाहिँ छोडेर जाने हो। यो चाहिँ लिएर जाने हाम्रो रेडी भइसक्यो। तट्ट पाएर सब कुल्लु टाइप छ हाम्रो चाहिँ होइन। अब भनेको लेट्स सी रियाक्सन कस्तो हुन्छ घर परिवारमा, अहिलेसम्म थाहा छैन। स्पेसल्ली हाम्रो सोच चाहिँ सासूलाई सरप्राइज दिने, सासूलाई चुक्याउने भन्ने घरबेटी के आन्टी रुम भाडामा पाइन्छ भन्ने हो। हेरौँ अब के हुन्छ है। आइडिया चाहिँ यसको भुन्टीको आइडिया त्यो चाहिँ अब हेरौँ के हुन्छ। लगाइ चाहिँ रेडी हुने, त्यसपछि हामी सिधै मालगाटो इस्तानबुल टु दिल्ली टु बागडोग्रा टु झापा स्ट्रेट होइन। ओके, जबरजस्ती खाना खाइँदैछ बिहानै है। यो चाहिँ बाटोमा खाना भने फेरि अब लास्ट डे हो है। लगभग 19 घन्टा 20 घन्टाको फ्लाइट छ। 3 तानिर गएर गाह्रो छ सोल्टिनी, गाह्रो छ। हाम्रो मिलन दाई पनि उठिएको छ अहिले चाहिँ होइन। यो चाहिँ हाम्रो सरप्राइज भिजिटमा हो। यस्तै छ हाम्रो चाहिँ होइन। फुल ब्याग रेडी, बोल्ट ट्याक्सी अन द वे छ होइन। सरर जाने हो, झ्याप्पै भएर नेपाल हो है। ल मिलन दाई, बाई बाई। के छ सोल्टी गाइस? ल हामी चाहिँ वे टु एयरपोर्ट हो है। एन्ड वी हेभ आवर वान गाई, न्यू ब्लगर फ्रम सोमालिया. इज Bolt driver, but he have I think on YouTube channel also. You have brother? Thank you, boss. Thank you. You have it or no? I have it. You see the guy from Somalia king. You see, Allalura. The king of the king. The king of the king. Yalla. Hello guys, हामी चाहिँ अब लाग्दैछौँ रफ्तारमा है। कस्तो रमाइलो फिल हुँदो रहेछ, हल्का पानी परिरहेछ होइन। रमाइलो फिल भइरहेको होइन। आउँदाखेरि कहिले जाने होला भनेर ट्याक्सीमा फेरि सोध्दै आएको थिएँ। जाँदाखेरि अब कतिखेर पुगिन्छ अनि फर्केर फेरि आउँदाखेरि चाहिँ बिजोको लास्ट छ। ल गाइस, माल्टा एयरपोर्ट पनि छिरियो, बोर्डिङ पास। अब सिधै वे टु नेपाल है त, दिल्ली हुँदै। गाइस जस्ट उड्न मात्रै बाँकी छ अब होइन। मेरो सोल्टिनले चाहिँ यहाँ अब के अरे त्यो कम्पनी छोड्ने पत्र लेख्दैछ। त्यस्तै हुँदैछ कस्तो स्माइल हेर न अनुहारको है। काम भनेको छैन जिन्दगीमा, बस मजै नो प्रेसर खोइ के मजै। अब अर्को प्रेसर आउँदैछ आउँछ, अब अरू भनेको त्यस्तै हो। ल गाइस, हामी चाहिँ अब बस चढ्न लाग्यो है। अब भनेको सिधै इस्तानबुलसम्मको यात्रा सर्लक। गाइस, दिस इज आवर फ्लाइट है, एयरलाइन वान अफ द बेस्ट। ल गाइस, इस्तानबुलको वेटिङ चाहिँ रमाइलो भयो होइन। अझै 1 घन्टा छ फ्लाइट आउन। इन्द्रा लागिसक्यो, कहिले पुग्ने होला प्रभु यत्रो। हाम्रो खाजा खाने काम पनि सक्यो इस्तानबुलको एयरपोर्टमा। 680 टर्किसतिर आयो होइन। बर्गरलाई 18 युरो। त्यही हो मलाई यो, तर बर्गर मिठो रहेछ। मन पर्यो मिठो थियो। अब हामी चाहिँ रगो, फ्रेन्च फ्राइज र सोल्टिनले कुक खाँदैछौँ। आफूले त खानु नि हुँदैन, गाह्रो छ यार। खोकी लागेर पनि मुख बार्नु पर्दा लास्ट गिदी। ल वे टु टर्की अब चाहिँ होइन। माइनस के छ अरे बुढी यहाँको टेम्परेचर? -2 छौँ हामी चाहिँ होइन। तर चाहिँ लास्टै छ वे यार, भ्यू बबाल छ। टर्की पनि वान अफ द राम्रै ठाउँमा पर्दो रहेछ भनेपछि यसो विचार गर्नु ल। अब टर्कीबाट सिधै नयाँ दिल्ली। गाइस, हामी चाहिँ भर्खर दिल्लीमा ल्यान्ड पनि थाहा छैन। बिहानको 4:20 भइन्छ। घरमा मान्छेहरू मस्त सुत्रिरहेको होला नि। हामी चाहिँ रैला गरी दिल्लीमा
दिल्ली दूर नहिए भन्दै दिइरहेको छौँ अबको 2 घन्टाको पर्खाइ छैन हाम्रो 2 घन्टाको पर्खाइपछि फेरि 2 घन्टाको फ्लाइट छ दिल्ली टु बागडोग्रा त्यसपछि भनेको सर्लक्कै ल अब चाहिँ सिधै बागडोग्रा टु सिलगढी टु काँकरभिट्टा सिधै घर है के छ कस्तो भइरहेको छ चाहिँ हामी इन्डिया सिलगढीको बाटो हुँदै जाँदैछौँ यहाँबाट चाहिँ नन स्टप सिधै काँकरभिट्टा आज त बजार भयो त होइन यहाँ ल यो चाहिँ मेची लागेको अरे हामी मेची सिमाना सरर रफ्तारमा गाडी 320 को स्पिडमा कुद्दैछ है अलिअलि घटाउनु होला स्पिड अलिकति धेरै भयो भने त्यस्तै हो अब यहाँबाट चाहिँ यात्रा सुरु भयो धुलाबारी सेन्टर है गाई धुलाबारी चोक बजार सर्लक्कै आइयो यहाँबाट भनेको सिधै नन स्टप तल जाने हो अबको 5 देखि 7 मिनटमा सर्लक्कै घरमा ओके ल आइपुग्यो यहाँ चाहिँ घर होइन त्यही गर्छ घरका मान्छेहरूलाई थाहा होइन कसैलाई हेलो लुकेको राम्रो हामी चाहिँ है गाई बस्तुले देखिसक्यो हेरौँ के गर्छन् यहाँ यात्राको हामी चाहिँ यात्री पऱ्यौँ हामी चाहिँ होइन हामी चाहिँ आइपुग्यौँ है ल बाई बाई गाइज बाई बाई नमस्ते नमस्ते ल हामी चाहिँ ल आइपुग्यो है ल बाबा सुतिरहनु भएको रहेछ ल ल हामी चाहिँ नयाँ छिमेकीलाई भेट्न आएको छौँ है नयाँ छिमेकीलाई भेट्न आएको छौँ हाम्रो छिमेकी साथमा लिएर आएको छौँ हेलो घरमा को हुनुहुन्छ होला घरमा को हुनुहुन्छ होला को हुनुहुन्छ घरमा एकछिन बाहिर आउनुहोस् न हो र कसै म यस्तो स्वर भाषीको लागि चिन्छन् मलाई अचम्मै म त्यस्तो फेमस छु गाई हेर म यति साह्रो फेमस छु है ल हजुर नमस्कार ल नमस्कार ल यस्तो फेमस छु है गाई मेरो भाषीले पनि चिन्छ है म चाहिँ भेट्न जाँदैछु उहाँहरूलाई चाहिँ थाहा छैन कसैलाई थाहा छैन कसैलाई थाहा होइन अब हेरौँ उहाँहरूको रियाक्सन चाहिँ हामीले देख्दाखेरि कस्तो हुन्छ दुईवटा मोटीहरू तल आउँदैछन् मोटी पातलीहरू भने पनि मोटी भने पनि घरमा चाहिँ के हुन्छ कि नआउने कुरा कि यहाँ त हुनु न यार हेलो नमस्ते आरामै छु यति कहाँ हुनुहुन्छ बोजूहरू बाजे बोजू आन्टी नमस्ते ल आन्टीहरू यहाँ हुनुहुन्छ नमस्ते आन्टीलाई नमस्ते ल गाइस हामी चाहिँ ससुराली सासू र साली ससुरालाई झुक्याउन गइरहेछौँ होइन बुढी र बहिनी यहाँ छन् खै त यहाँ त खोइ त के भन्छ अरे गएर आन्टी रुम पाइन्छ भन्ने होइन अब हेरौँ आन्टी मम्मीको रियाक्सन के हुन्छ हेरौँ न हेरौँ लेट्स मम्मी चाहिँ उहाँ अगाडि बसेर बोल्नु हुँदैछ हो हामी चाहिँ यहाँ पहाड जानु लागेको घर यताबाट गएको ल्याइरहेछ त घर सुनसुई जाने हुन्छ होइन अब हेरौँ मम्मीको रियाक्सन कस्तो हुन्छ सुनसुई किन नभइकन छिर्ने होइन सिधै माथि जान्छ त तिम्रो भन्छ तिम्रो भन्छ त्यहाँ जा नभने नभने घरमा को हुनुहुन्छ होला घरमा को हुनुहुन्छ होला आन्टी हुनुहुन्न कता जानुभयो आइपुग्यो हामी चाहिँ होइन सालीलाई सरप्राइज दिउँ भनेको सालीले थाहा पाइहाल्यो अगाडि नै अगाडि त के थाहा पाएन अगाडि त होइन आइसकेपछि थाहा पाएँ नि सरी ल सरी ल भाषेको छ अब हेरौँ अब सासू र ससुराको रियाक्सन आउनु लागि
एक्लै हजुर अनि कहिले देखाइदिनु यहाँदेखि आकार घर मम्मी छैन उता राम्रो लागेको थियो के अरे मम्मी बगानी हुनुहुन्छ पाहुना आउनु भएको छ भनेर अनि ठ्याक्क तिमीहरूको चप्पलहरू पनि देख्नु हाम्रो मन्दिरको चप्पल देख्नु पनि त त्यो क्रक्स सिक्नुहुन्छ बाटो पुरा कति छ मम्मीले बिहार स्कुल नपुगा भन्छ अनि के गर्नु न 12 आएपछि नि देख्नु खोइ के भने खोइ जेठी बाबु छक्का पर्छन् भने हामी सोचिरहेको म त विदेशको मान्छे कोही जाने होला अनि मम्मीले बोलायो हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन आज चाहिँ हाम्रोमा नयाँ बेलामा आइपुगेको छ ल ल ल त्यसुकै तापले जुबाट हिँड्दा मैले यहाँ पुऱ्याएको होइन ल कस्तो लाग्यो त हाम्रो नयाँ तालमा के भन्न चाहनु ल नयाँ भ्लगर इन मार्केट है नयाँ बेहुली हेलो गाइज वेलकम टु माई न्यू ब्लग है मेरो साथी आइरहेछ है यहाँनिर टक्क भेट्दामा के साह्रो दुख लाग्यो यो मान्छे त यार